नमस्कार नेपाल आइभीएफ। हामी कहाँ 1 वर्ष अगाडि एक महिला युकेबाट आइभीएफको लागि आउनुभएको थियो। आइभीएफको क्रममा उहाँको बाइलाटरल हाइड्रोसाल्फिङ्स र इन्डोमेट्रियोसिस देखियो। त्यसकारण हामीले फ्रेस ट्रान्सफर नगरी इम्ब्रायो फ्रिज गर्यौं। त्यसपछि उहाँ युके फर्किनुभयो र उतै ल्याप्रोस्कोपिक बाइलाटरल साल्फिङ्गेक्टोमी र सिस्टेक्टोमी गरी 1 वर्षपछि फ्रोजन इम्ब्रायो ट्रान्सफर गर्न फर्किनु भएको छ। त्यसैका लागि आज हामी फ्रोजन इम्ब्रायो थप गर्न जाँदैछौँ। सबैभन्दा पहिला फ्रोजन इम्ब्रायोजलाई क्रायोलकबाट निकाल्छौँ। त्यसरी निकालेका फ्रोजन भ्रूणलाई 1 मिनेट टीएस मिडियामा राख्छौँ। त्यसपछि फ्रोजन इम्ब्रायोजलाई डीएस मिडियामा शिफ्ट गरी 3 मिनेटसम्म राख्छौँ। हामी अब ती फ्रोजन इम्ब्रायोजलाई डब्ल्युएस मिडियामा 6 मिनेटसम्म राख्छौँ। यसरी तयार भएको भ्रूणलाई कल्चर मिडियामा राख्छौँ र इन्क्युबेटरमा ट्रान्सफर नगरुन्जेलसम्म राखिदिन्छौँ।